सत्ता पक्षको तर्फबाट बोल्नुहुने माननीय गणेश पराजुलीज्यूले बोल्ने क्रममा भरौटे भन्ने शब्द पनि प्रयोग गर्नुभयो र यस्ता शब्दहरू आगामी दिनमा हामीले प्रयोग नगरेको राम्रो म सबैजनालाई यो अनुरोध गर्न चाहन्छु। मैले हिजो बोल्दै गर्दा पनि केही प्रश्नहरू मैले उठाएका थिएँ। प्रतिपक्षको काम सत्तापक्षलाई प्रश्न गर्नु नै हो, त्यसलाई अन्यथा मान्नु हुँदैन। त्यो प्रश्न नै जनताको प्रश्न हो, जनताको एजेन्डा हो, जनताको सेवा सुविधासँग जोडिएका प्रश्नहरू हुन्। ती प्रश्नहरूलाई मैले अघि भने बोल्ने, सुन्ने, बुझ्ने, स्वीकार गर्ने अथवा अस्वीकार गर्ने यो प्रक्रियामा लानुपर्छ। हामीले कर्मकाण्डी आयो बोल्यो, ठिक छ उसले बोलोस् म सुन्छु, सुन्दिनँ पनि भन्ने हिसाबबाट होइन। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने खालको हो या के हो, यो विषयमा सभामुखज्यूले विचार गर्नुहोला भन्न चाहन्छु।